सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू। आज मैले एउटा छुट्टै विषयमा केही कुरा भन्दैछु। अब धेरै यो विद्युतको 5औं प्रशासनको इक्जाम छ क्या, आइराखेको छ क्या। 22-23 गते कति छ जस्तै लाग्थ्यो। अरूहरूको पनि इक्जाम आइराखेको छ होला। हेर्नु साथीहरू, इक्जाम आएको बेलामा हजुरहरूले यस्तो महसुस हुन्छ कि हजुरहरूलाई ओहो मैले पढ्न त पढेको छु, यो पनि नजाने जस्तो हुन्छ, अर्को पनि नजानेको जस्तो हुन्छ भन्ने जस्तो लाग्छ। त्यो चाहिँ सबैलाई हो, मलाई पनि त्यस्तै हुन्थ्यो। अझै मेरो पढाइ पुगे छैन, म त जाने छैन जस्तो लाग्थ्यो। इक्जाममा लेखेर आएर पनि ओहो अझै राम्रो लेख्न सकेन भन्ने जस्तो लाग्थ्यो। कसैलाई पनि इक्जाममा आहा मेरो राम्रो भयो, मेरो नाम निस्किन्छ भनेर कोही पनि ग्यारेन्टी हुँदैन। अझै मेरो केही सुधार गर्नुपर्ने छ भन्ने हुन्छ। त्यही भएर जतिको पनि मेरो अनुभवमा नाम निस्केको छ, उहाँहरूले राम्रो मेरो इक्जाम भयो, मेरो नाम आउँछ यसमा भनेर कोही पनि ग्यारेन्टीका साथ बस्न सक्दैन। किनभने यो दिमाग भनेको, यो पढाइ भनेको जति प्रयोग गर्यो, जति पढ्यो त्यति झन् अलि बढी जान्ने, अलि बढी नजाने जस्तो। यति त जाने, अझै जान्न छ, धेरै छ, यसको दायरा यतिसम्म मात्र भन्ने छैन नि त। डाइमेन्सन धेरै भएको हुनाले अझै म नजाने जस्तो लाग्छ। त्यही भएर हजुरहरूलाई पनि नजाने जस्तो लाग्यो होला। आतुरी लाग्ने, ओहो मलाई त इक्जाममा केही लेख्न आउँदैन कि जस्तो लाग्ने, पुरै दिमाग माइन्ड ब्ल्याङ्क भएको जस्तो। अझ इक्जाम दिने बेला भन्दा अगाडि इक्जाम हलमा यस्तो पुरै ब्ल्याङ्क हुन्छ जब पेपर पाउनुहुन्छ। तपाईँ त्यस पछाडि तपाईँका ती क्वेसनहरू देख्दा बित्तिकै तपाईँलाई आफूको एन्सरहरू लेख्न आउँछ। क्वेसन पाउँदा बित्तिकै हजुरले सबै क्वेसन माथिदेखि तलसम्म नपढ्नुहोस्, जसले गर्दा कुनै क्वेसन तपाईँले राम्रोसँग नपढेको आए पछाडि हजुरलाई ओहो यो त मैले गर्न सक्दैन कि जस्तो लाग्छ। त्यसले गर्दा अरू जानेको क्वेसनहरू पनि हजुरलाई राम्रोसँग लेख्न आउँदैन। जिकेहरू, आइक्यू, गणितहरूको खण्डमा हजुरहरूले यो आइक्यू जो पहिला गर्छु, म्याथ पहिला गर्छु भनेर टाइम सकेर अरू सजिला क्वेसन छुट्न सक्छन्। त्यही भएर पहिले जानेको क्वेसन छिटो गरिहाल्नुला। अनि म्याथ जुन रिटन पेपरमा जुन 5औँमा त म्याथ पनि आउँछ, म्याथलाई पहिल्यै गर्छु र लेख्छु भन्न नभन्नुहोला। किनभने म्याथ यस्तो चिज हो, जति जाने, जति प्र्याक्टिस गरे पनि कति बेला केही कुरामा अड्क्यो भने त्यो दिमागै हाम्रो सबै लेख्ने पेपरलाई पनि असर गर्छ। त्यही भएर पहिला लेखिसके पछाडि म्याथलाई पनि समय राख्नुला। म्याथलाई जसको म्याथ धेरै मिल्छ उसले चाहिँ धेरै हाई चान्स हुन्छ कि लेख्नेमा त धेरै फरक पर्दैन। अब जसको म्याथ अब 2-3टै बिग्रियाहान्, लेख्ने त राम्रो लेखेको छु, जिके पनि राम्रो छ भने पछाडि नाम आउने चान्स एकदम कम हुन्छ। त्यही भएर म्याथलाई पनि आफ्नो जति समय दिन पर्ने हो त्यसलाई छुट्याउनुहोस्। अनि नआत्तिकन कुल माइन्डमा राम्रो कुराहरू सोच्दै गर्नुहोस् इक्जाम। अनि अर्को कुरा, तपाईँहरूले जसले मोबाइल चलाउनुहुन्छ उसले चाहिँ पढ्ने बेलामा चाहिँ मोबाइल कोखामा राखेर नपढ्नुहोस्। किनभने धेरै कुरा त्यो मोबाइलले तपाईँहरूको ध्यान भङ्ग गरिदिन्छ कि ओहो नि 5 मिनट पढिसके पछाडि म त कति धेरै बेर पढे जस्तो भयो भन्ने हुन्छ। अनि मोबाइल हेर्न लागेको 15-20 मिनट पनि केही थाहा पाइँदैन, भर्खर जस्तो भन्ने हुन्छ। त्यही भएर जब तपाईँको पढ्ने समय हुन्छ तब मोबाइललाई टाढा राखेर ध्यान एकत्रित गरेर कि एकाग्र भएर कतै पनि नलैकिन यस्तो राम्रोसँग जो टपिक पढ्न लाउनु त्यसैमा मात्र ध्यान दिनुहोस्। अनि बल्ल तपाईँले पढेको कुरा सम्झिने हुन्छ। एक दिनमा 16 घन्टा पढ्ने, अनि फेरि 2-3 दिन नपढ्ने नगर्नुहोस्। रेगुलर बरु सधैँभरि 5-5 घन्टा पढ्नुहोस्, 3-3 घन्टा पढ्नुहोस्, तर सधैँभरि पढ्नुहोस्, रेगुलर रूपमा पढ्नुहोस्। थोरै पढ्नुहोस्, भएर बुझेर पढ्नुहोस्, जान्नुहोस् त्यो कुरालाई, त्यो टपिकको बारेमा लेख्न सक्ने, सबै बुझेको जस्तो ओडहरू पनि एक ओडहरूलाई बुझ्ने कोसिस गर्नुहोस्। त्यसले गर्दाखेरि तपाईँलाई जे कुरामा पनि लेख्न सजिलो हुन्छ। धेरै ओडमा फेमराइज हुनुहोस्। घोकेको भन्दा बुझेका धेरै ओडहरूलाई एकअर्कामा लिङ्केज गरेर पढ्ने बानी बसाल्नुहोस्। अब सबैजनाले भन्नुहुन्छ मलाई पढ्ने आइडिया दिनुहोस् भन्नुहुन्छ। कसैलाई पनि आइडिया दिएर त्यसलाई व्यवहारमा लागू गर्यो भने चाहिँ त्यो सफल हुने नै। सुनेर अब जस्तो छ बानी उसै आफ्नो त्यही बानीमै रमाउने छ भने त्यो अरूले दिएको आइडिया, अरूका नोटहरू, अरूले यस्तो गर्यो म पनि त्यही फलो गर्छु भन्ने हुँदैन। त्यो चाहिँ आफ्नो भित्री मनबाट जागृत भएर आउनुपर्छ कि म पनि यो गर्नुपर्छ, म पनि यो गर्छु भनेर आफ्नो भित्री मनले भन्यो भने त्यो गर्न सक्छ। अरूले भनेर, अरूका कुरा सुनेर चाहिँ आफ्नो मनले नभन्दासम्म त्यो चाहिँ कहिल्यै पनि सफल हुन सक्दैन। त्यही भएर एउटा अठोट गर्नुहोस्, एउटा प्रतिज्ञा गर्नुहोस्, म यति पढ्छु आज, म यति पढ्नै छ, यति कुरा लेख्नै छ, यति कुरा जान्नै छ, यो टपिक आज मैले सक्नु छ
भनेर पढ्नुहोस्। पढ्ने बेलामा रिटनलाई उत्तिकै प्रायोरिटी दिनुहोस्, म्याथलाई उति प्रायोरिटी दिनुहोस्, आइक्यू छ भने आइक्यूलाई पनि दिनुहोस्, जिके पनि पढ्नुहोस्, डिभाइड गरेर पढ्नुहोस्, टाइम डिभाइड गर्नुहोस् कि सबैलाई। एउटा मात्र आज म रिटन मात्र पढ्छु, भोलि जिके मात्र पढ्छु नभन्नु, किनभने एउटै कुरा मात्र पढ्दाखेरि दिमाग पनि अलि बोध भए जस्तो झ्याउलाए जस्तो हुन्छ। त्यही भएर बिचमा रिटन पनि पढ्नुहोस्, जिके पनि पढ्नुहोस्। आइक्यूले त झन् माइन्डलाई यति एक्टिभ गराउँछ। आइक्यू हामी जति दिनमा 1 घन्टा आइक्यू चाहिँ सबैले हेरे पनि हाम्रो माइन्ड क्यापासिटी चाहिँ बढ्छ, सम्झिने क्यापासिटी। खानपानमा पनि ध्यान दिनुहोस्, योगा गर्नुहोस्, व्यायाम गर्नुहोस्, सकारात्मक सोच्नुहोस्। अनि हजुरले पढेको सम्झिने हुन्छ। सबैलाई शुभकामना। हस्त, धन्यवाद।